यीशु ख्रीष्टको नाममा सबैलाई जय मसीह। कति मित्रहरूले भन्नुहुन्छ अन्य भाषा भनेको चाहिँ संसारको भाषा हो भन्नुहुन्छ है। तर बाइबलमा यहाँ मर्कुस 16:17 चाहिँ यसरी लेखिएको छ, विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्, मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन् र तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन्। यो नयाँ भाषा भनेको चाहिँ नि मित्रहरू संसारमै नभएको भाषा है। संसारमा भएको भाषा त पहिल्यैदेखि छँदैछ त, तर संसारभन्दा बाहिरको भाषालाई चाहिँ अन्य भाषा अथवा नयाँ भाषा भनिन्छ मित्रहरू है। यो अनि 1 कोरिन्थी 12:10 अनुसार चाहिँ अन्य भाषा भनेको पवित्र आत्माको वरदान हो मित्रहरू है। यहाँ अन्य भाषा यसरी लेखिएको छ, कसैलाई आश्चर्य कामहरू गर्ने, कसैलाई अगमबाडी बोल्ने, कसैलाई आत्माहरू छुट्याउन सक्ने, कसैलाई भिन्न भिन्न किसिमका भाषाहरू बोल्ने, कसैलाई चाहिँ ती भाषाहरूको अर्थ खोलिदिने है। यहाँनिर यसरी लेखेको छ, ती भाषाहरूको अर्थ खोलिदिने भनेको मतलब अन्य भाषाको अर्थ खोलिदिने वरदान पनि कसैलाई दिएको हुन्छ। तर संसारको भाषाहरूको अर्थ खोलिदिनको लागि त है यो वरदानको आवश्यकता पर्छ जस्तो लागेन, किनकि त्यो वरदानले चाहिँ के हुन्छ त भन्दा अन्य भाषाको अर्थ खोलिन्छ र संसारको भाषाको अर्थ खोल्नको लागि कुनै वरदान नभएको मान्छेले पनि खोल्न सक्छ, तालिम केन्द्रमा गएर सिक्न सक्छ है। जसले पनि सिकाउन सक्छ संसारको भाषालाई, तर अन्य भाषालाई कसैले सिकाउन सक्दैन है मित्रहरू। हालेलुया। अनि 1 कोरिन्थी 14:2 यसरी लेखेको छ, किनकि अन्य भाषामा बोल्नेले मानिसहरूसँग होइन तर परमेश्वरसँग बोल्दछ, उसले के भन्दैछ कसैले बुझ्दैन, पवित्र आत्मामा रहस्यका कुराहरू नै ऊ बोल्दछ है। अन्य भाषामा बोल्नेले चाहिँ परमेश्वरसँग बोल्दछ, मानिसहरूसँग होइन। अनि यहाँनिर अन्य भाषामा बोल्नेले चाहिँ मानिसहरूसँग होइन परमेश्वरसँग बोल्दछ भनेर लेखिएको छ है। तर संसारको भाषा चाहिँ के हुन्छ त, मानिसहरूसँग बोलिन्छ है मित्रहरू। सबैले बुझ्छ संसारको भाषाहरू, तर अन्य भाषा चाहिँ कसैले पनि बुझ्दैन, यहाँ प्रष्ट लेखिएको छ। अनि 1 कोरिन्थी 14:4 यसरी लेखिएको छ, अन्य भाषामा बोल्नेले आत्मिक वृद्धि गर्दछ, तर अगमबाडी बोल्नेले मण्डलीको आत्मिक वृद्धि गराउँछ है। अन्य भाषामा बोल्नेले चाहिँ आफ्नै आत्मिक वृद्धि गराउँछ मित्रहरू। तर संसारको भाषा त जतिसुकै भाषा 10औं 20औं 50औं भाषा बोले पनि खै आत्मिक वृद्धि भएको त मलाई अहिलेसम्म थाहा छैन। कि मित्रहरूलाई थाहा छ भने भन्न सक्नुहुन्छ है। त्यही भएर संसारको भाषा चाहिँ अन्य भाषा होइन। अनि 1 कोरिन्थी 14:5 भन्नुहुन्छ, तिमीहरू सबै अन्य भाषा बोल भन्ने म चाहन्छु, तर त्यसभन्दा बढी तिमीहरूले अगमबाडी बोलेका म चाहन्छु। मण्डलीको आत्मिक वृद्धिको निम्ति कसैले अर्थ खोलिदिएन भने अन्य भाषामा बोल्ने भन्दा अगमबाडी बोल्ने श्रेष्ठ हो। यहाँनिर के हुन्छ त भन्दाखेरि सबैले चाहिँ अन्य भाषा बोल भन्ने चाहन्छु, तर अन्य भाषाको अर्थ खोलिदिएन भने भनेको छ। यहाँनिर भनेको संसारको भाषाको निम्ति त अर्थ त जसले पनि खोलिदिन्छ, तर अन्य भाषाको अर्थ चाहिँ जो कोही त्यसले खोल्न सक्दैन मित्रहरू। त्यही भएर अन्य भाषा संसारको भाषा होइन है। अन्य भाषा संसारको होइन, अन्य भाषा चाहिँ स्वर्गको भाषा हो। अनि 1 कोरिन्थी 14:10 भन्नुहुन्छ, संसारमा सायद धेरै किसिमका भाषाहरू छन्, ती कुनै पनि अर्थहीन छैनन् है। संसारमा भएको भाषाहरूको हरेक भाषाहरूको जसरी अर्थ छ त्यसरी नै स्वर्गीय भाषाको अन्य भाषाहरूको नि हरेक अन्य भाषाको चाहिँ अर्थ हुन्छ मित्रहरू है। अनि कतिले भन्नुहुन्छ के बोलेको यो नबुझिने भाषा, तर यो जो कोहीले अर्थ खोल्न सक्दैन अन्य भाषाको अर्थ हुन्छ मित्रहरू। अनि 1 कोरिन्थी 14:13 यसरी लेखेको छ, यसकारण अन्य भाषामा बोल्नेले त्यसको अर्थ खोल्ने शक्तिको निम्ति प्रार्थना गरोस्। प्रभुले भन्नुहुन्छ अन्य भाषामा बोल्नेले चाहिँ त्यसको अर्थ खोल्ने शक्तिको निम्ति प्रार्थना गरोस्। तर संसारको भाषाको अर्थ खोल्नलाई नि प्रार्थना गरिराख्नु जरुरी छैन। तालिम केन्द्रमा गएर सिक्दा पनि भयो, कसैसँग सोधेर सिक्दा पनि भयो। यो जसले पनि सिकाउन सक्छ संसारको भाषा चाहिँ, तर अन्य भाषा कसैले कसैलाई सिकाउन सक्दैन र मिल्दैन पनि मित्रहरू है। अन्य भाषाको तालिम केन्द्र हुँदैन। त्यही भएर अन्य भाषा भनेको चाहिँ स्वर्गीय भाषा हो, संसारको भाषा होइन मित्रहरू। अनि 1 कोरिन्थी 14:18 भन्नुहुन्छ, म परमेश्वरलाई धन्यवाद चाहन्छु किनकि तिमीहरू सबैभन्दा बढी म अन्य भाषामा बोल्दछु। पावलले पनि के भन्नुहुन्छ, तिमीहरूभन्दा म सबैभन्दा बढी चाहिँ म अन्य भाषामा बोल्दछु पावलले भन्दै हुनुहुन्छ। भनेपछि तपाईँ हामीले पनि जति सक्दो बढी चाहिँ अन्य भाषामा बोल्नुपर्छ मित्रहरू। यदि हामी विश्वासी प्रभुको छोराछोरी हो भने हामी अन्य भाषामा बोल्नुपर्छ। 19 भन्नुहुन्छ,
1 कोरिन्थी 14:19 मा तापनि मण्डलीमा अन्य भाषामा 10,000 शब्द बोल्नुभन्दा त बरु आफ्नै दिमागले 5वटा शब्द अरूहरूलाई शिक्षा दिने हेतुले म बोल्न चाहन्छु। पौलले यो कुरा भन्नुहुन्छ, यदि 10,000 शब्दमा मैले अन्य भाषा बोल्न भन्दा बरु आफ्नै दिमागले 5वटा शब्द चाहिँ अरूहरूलाई शिक्षा दिने हेतुले म बोल्न चाहन्छु। पौलले यो कुरा भन्नुहुन्छ। तर अन्य भाषा भनेको चाहिँ संसारको भाषा होइन, यो चाहिँ स्वर्गको भाषा हो। पौलले के भन्छ, बरु म 10,000 शब्दमा बोल्नु भन्दा 10,000 शब्दमा भनेको 10,000 भाषामा होइन, 10,000 शब्दमा है, यो कुरा विचार गर्नुहोस्। हालेलुया। अनि 1 कोरिन्थी 14:22 मा भन्नुहुन्छ, यसकारण अन्य भाषाहरू विश्वासीहरूका निम्ति होइन तर अविश्वासीहरूका निम्ति चिन्ह हो, तर अगमबाणी चाहिँ अविश्वासीहरूका निम्ति होइन तर विश्वासीहरूका निम्ति हो। यो अन्य भाषा चाहिँ के भन्नु हो यहाँनिर 22 पदमा, अविश्वासीहरूको निम्ति चिन्ह हो है, भने चाहिँ अन्य जातिहरूको निम्ति चिन्ह हो, संसारको मानिसहरूको निम्ति चिन्ह हो। अन्य भाषा चाहिँ भने चाहिँ कसरी संसारको भाषा अन्य भाषा हुन सक्छ है। हालेलुया। त्यही भएर अन्यलमा नहुनुहोस्, अन्य भाषा चाहिँ स्वर्गीय भाषा हो मित्रहरू है। अविश्वासीहरूको निम्ति चाहिँ हामीले बोलेको अन्य भाषा चाहिँ अविश्वासीहरूको निम्ति चिन्ह हो। त्यही भएर संसारको भाषा अन्य भाषा होइन मित्रहरू। हालेलुया। 1 कोरिन्थी 14:26 मा भन्नुहुन्छ, भाइयो अब हामी के भनौँ त, तिमीहरू एकसाथ भेला हुँदा हरेकसँग भजन वा शिक्षा प्रकाश अन्य भाषा वा अर्थ खोलाइ हुन्छ। यी सबै कुरा आत्मिक वृद्धिको निम्ति गरियोन् है। त्यही भएर यो आत्मिक वृद्धिको निम्ति गरियोन् अन्य भाषा। त्यही भएर यो अन्य भाषा संसारको होइन, यो अन्य भाषा स्वर्गीय भाषा हो है। अनि 1 कोरिन्थी 14:27 मा भन्छ, कसैले अन्य भाषामा बोल्छ भने 2 जनाले मात्र अथवा बढीमा 3 जना समेतले पालोसँग बोलुन् र 1 जनाले त्यसको अर्थ खोलोस् है। यहाँ अन्य भाषाको अर्थ खोलोस् भन्नुहुन्छ। त्यही भएर संसारको भाषा अर्थ खोल्नलाई चाहिँ कोही मान्छे चाहिँदैन है मित्रहरू। त्यही भएर यो संसारको भाषा चाहिँ अन्य भाषा होइन, अन्य भाषा चाहिँ स्वर्गको भाषा हो मित्रहरू है। हालेलुया। अनि 1 कोरिन्थी 14:39 मा यहाँ भन्नुहुन्छ, यसकारण भाइयो अगमबाणी बोल्ने उत्कट इच्छा गर र अन्य भाषामा बोल्नेहरूलाई मनाइ नगर है। अनि अन्य भाषामा बोल्नेहरूलाई मनाइ नगर भनेको छ, संसारको भाषामा बोल्नेहरूलाई मनाइ नगर भनेको हो त यो होइन नि, तर स्वर्गीय भाषा बोल्नेहरूलाई चाहिँ मनाइ नगर भनेको मित्रहरू है। त्यही भएर संसारको भाषा चाहिँ जुन दिनदेखि छँदैछ सबैमा है। यो संसारको भाषा नयाँ भाषा होइन, अन्य भाषा होइन, संसारको भाषा पहिल्यैदेखि एकसाथ छ। त्यो भएको कारणले गर्दा संसारमै नभएको भाषा स्वर्गको भाषा चाहिँ परमेश्वरसँग बोलिने भाषा चाहिँ यो अन्य भाषा हो मित्रहरू। यो अन्य भाषा चाहिँ शैतानले पनि बुझ्दैन। त्यही भएर अन्यलमा नपर्नुहोस् मित्रहरू। अन्य भाषा चाहिँ यो स्वर्गको भाषा हो, संसारको भाषा होइन। हालेलुया। प्रभु येशूको जय होस्। पिता पुत्र पवित्र आत्मा त्रिएक परमेश्वर प्रभु येशू ख्रीष्टको जय होस्। हालेलुया।